हेलो गाइज, स्वागत छ मेरो ब्लगमा तपाईँहरूलाई। आज चाहिँ ब्लग मेरो के भने काममा जाँदैछु। काम त्यस्तै छ। अब काम पनि के भन्नु र, पहिला पढ्ने बेलामा बच्चा खेली हिँड्यो, चरामा हिँड्यो, ग्याटिस बोकेर त्यस्तै छ। पढ्ने बेलामा नपढेर अहिले काम चाहिँ त्यस्तै छ। तर काम पनि काम भन्ने कुरा चाहिँ सानो ठुलो चाहिँ कुनै पनि हुँदैन होला है। जे भए पनि गर्नुपर्छ। भरे देखिहाल्नुहुन्छ काम पनि जाँदैछ। काम गर्ने ठाउँ चाहिँ अलिक टाढो छ। टाढो भएको कारणले गर्दाखेरि बाइकमा जान्छु आधी बाटोसम्म चाहिँ आधी बाटोदेखि चाहिँ हिँडेर बाइक चाहिँ पर घरमा राखिन्छ। अघि बाइक चाहिँ निकालिसकेको छु अनि अब हिँड्ने हो। अब तपाईँहरूलाई जाँदै गरेको बाटो देखाउँ भन्दा पनि देखाउन अलिक मिलेन, मसँग छैन त्यो के अरे राइडरहरूसँग जस्तो सामानहरू छैन, खोइ के हो। अब तर भरे यहाँ माथिदेखि एकजना साथी आउँछ, भाइ छ, ऊ आएपछि चाहिँ हुन्छ यहाँ हाती बाटोदेखि उसलाई पनि लगेर जानुपर्छ। हेर्दै गरौँ नि गाइज। अहिले चाहिँ म ठ्याक्कै आइपुगेँ भाइको ठाउँमा। यहाँदेखि दुईजना जान्छौँ हामी। साथीभाइ चाहिँ अघि आएर यहाँ बसिरहेको रहेछ, मलाई पर्खिरहेको रहेछ। यहाँ चाहिँ हाम्रो सिलामसाकमा पार्क भन्ने बनाएको, अझै बनिनु बाँकी नै होला, बनिँदैछ। राइज ल यहाँ अब यसो पछाडि क्यामेरा समातेर बस। दबाई छोरा नि पर्छ। अहिले चाहिँ हामी बाइक राख्ने ठाउँमा आइपुग्यो। अब यहाँदेखि चाहिँ लिएर जाने। यहाँदेखि चाहिँ हाम्रो अरू साथीहरू पनि छ, जाँदैछु। काम गर्नै पऱ्यो, काम नभए नाम हुँदैन। तपाईँहरूले त्यो काम पनि के हो भन्ने देखियो गम्बुटे छैन।
कोटी दाइहरू गयो कि हेरौँ साथीभाइ हाम्रो गाउँघर खेतहरू बेसी धान चाहिँ सबै बिटासिटा लगाइसकेर सबै उठाइसकेर पराल सलाद सार्ने बेला भएको छ दाल मस्याम बेला हुने बेला सबैले धान चाहिँ बटुलिसक्यो खेतै खेत मात्र त हामी छ काम गर्ने ठाउँमा लगभग अब हामी चाहिँ पुग्न आँट्यो है तर निकै टाढै साथै हेर्दै गर्नु होला अब लगभग पुग्नु आँट्यो अनि म त्यहाँदेखि हाम्रो काम के हो भन्ने कुरा चाहिँ म तपाईँहरूलाई देखाइहाल्छु पुग्ने बित्तिकै हेर्दै गर्नु होला काम भन्ने चिज चाहिँ अब गर्नै पर्ने हुन्छ काम नगरी माम हुँदैन कि कुनै के भन्थ्यो त्यस्तै लगभग 2-3-4 दिन भयो काम सुरु गरेको चाहिँ हामीले लगभग लाग्छ होला निकै सक्नु हामीलाई त्यस्तै छ ल गाइज काम गर्ने ठाउँमा आइपुग्यो हाम्रो काम गर्ने ठाउँ चाहिँ यहीँ हुने काम चाहिँ अब के भन्ने भन्दाखेरि ढुङ्गा फुटाउने अनि सामानहरू निकाल्ने चाहिँ यो काम चाहिँ खासमा मन्दिरको वरिपरि घेरा मारा लाउने हो यस्तै गाह्रो तर अलिक ठुलो वरिपरि नसा काम चाहिँ उनीहरू सबै भत्काउँदै गाह्रो लाउनु पर्ने हो होइन कोटी भाइ हो नि होइन काम नि हौ अब काम सुरु गर्नुपर्छ साथीभाइ हो भिडियो हेर्दै गरौँ बनाउँदै जान्छु फुटाइँदैछ होइन ढुङ्गाहरू तल जग राख्दै राख्दै गर्दै विदेश हाम्रो चाहिँ चिया पान खाने चिया खाँदैछ अहिले चाहिँ चिया पनि त्यो दुध चिया होइन दुध चियामा झिँगा टाउको झिँगाको टाउको पनि छ आउँछ कन्फर्म हो कन्फर्म ल्याउनु पर्छ नि होइन गयो है त पाँचचोटि कुटे गरे पैसा फुट्दैन न अनि अच्छा अनि म अनि के गरेको गोल्नु छ कि अहिले के भयो कहाँ अड्केछ गयो गयो राखिदि घुम्न आउँदै छ नि गाउँमा एकदम के बङ्ग नपाले
फुट्ने खालको ढुङ्गै रहेन रहेछ मची सौहाको सुङसाङमा बार छ नि अरबपतिया गामीमा मिसिङमा लगाइदिन्छु गयो लु अब एउटा बल्ले माथि एउटा सट्टै तामा अयो त्यो त ना भारी सुक्ति जाँदा नि तान्दैन त्यो त के राख्नु छ भने यो त टक्कले कुर्ता मिल्छ हेरौँ एकछिनमा भलक बनाउनु पर्छ भल्याक बनाउनु पर्छ त्यसमै पकड थाक्थ्यो त भन्छ यो त चल्ला मुझे भिडियो बनाउने गर्दा के बोले भाइ अब के बोले हतौडामा जान्छ अरहरी बाँध्दै गर्छ झ्याक्किरे यसो गर्दाखेरि गयो हतौडामा म त नानी सिङले हतौडा 500 वटा भन्छ म त 500 वटा हतौडा बाँड्यो होला सोचिरहेको क्या नखेल्नु पेकिन नझक्के नि उम्मा पेकिन छिटो पोकिन मेन झक्को यो मुनि नै लै पनि गरौँ कि ल गाइज खाजा खाने बेला भयो अहिले चाहिँ हाम्रो चाहिँ अब मासु सासु तातिसक्यो पनि होला अब त होइन चुल्हा पनि दामी तेरो चाहिँ चाउचाउ पनि अनि भात पनि लु मासु लियो त खाऊँ खाजा साह्रै गजब पो छ त होइन पाराको खानु पाइन्छ नि त फेरि सबैले आफ्नो आफ्नै त्यसको हुन्छ खाजा खाना पनि मासुसँग खान्छ गाई खान्छ हेरौँ त अनि होटेलले चलाउनु न हुन्छ अलिअलि तात्यो भने भइगयो नि कहाँ छ अरे यो ठुलो पिस चाहिँ छ अरे के मैले किन पुरी बस्नु पकाएको मासु चाहिँ अरे यसलाई सिक्ने यो रङ्गला ढङ्गको काम गरिएछ अहिले चाहिँ खाजा साजा खाइसकेर एकछिन मिठो गफ जाँदैछ हाम्रो टोलीहरूको एकछिन आराम गर्दै खाजा खाइसकेर बसेर गफ गर्ने भात नखाए पनि यत्रो छाती फुलाएर हुन्थ्यो एकत्र भत्र सालमै होइन हो एसएलसी पास गरेर फिल्म गएको मान्छेहरू त्यतिखेर केटाहरू त के पढ्नु सर्नु छैन जिम खानेमा इस्कुसको तरकारी र भात नखाए पनि छाती फुलाएर हिँड्थ्यो त पानी खाएर अब यता पढ्दाखेरि त अब हामीहरू सबै यस्तो खालको हुन्थ्यो जस्तो लाग्यो त्यही हामीहरू एउटा इन्टरनेसनल बिजनेसम्यान पनि हुन सक्थ्यो त्यसले गर्दाखेरि हामीहरू तर भातै नखाइ छाती मात्रै फुलाएर हिँड्ने जिम खायो होइन जिम गर्यो अनि भातै नखाए भए पनि छाती फुलाएर हिँड्थ्यो अनि हौ प्रोटिन खान्छ भने के को मासु नखाएको 2 हप्ता भइसक्यो भन्थ्यो अनि त्यो मासु खाउँ लाग्दा चाहिँ त्यो चटपटीहरू अमिलोहरू मिलोसी खाँदा हिँड्थ्यो एक पावा मासु ल्याएर एक पावा अनि ल है गाइज अब चाहिँ काम साम सकेर आजको दिनको लागि चाहिँ सकेर हामी घर फर्केको काम सक्यो आजको लागि ढुङ्गा फुटाउने काम ढुङ्गा निकाल्ने काम होइन हाम्रो यहाँ आउँदै टन्नै निकालिरहेको छौँ अब 1-2 दिनदेखि चाहिँ गाह्रो लाउन सुरु गरिन्छ होला अनि अब हेर्दै जाउँ कस्तो हुँदै जान्छ हाम्रो काम
हेर्दै गर्नु होला तपाईँहरूले पनि। म भिडियो लाउँदै गर्छु, मेरो भ्लग हेर्दै गर्नु होला। अनि आजलाई चाहिँ फोनमा चार्ज पनि सकिन लाग्यो। साथीहरू चाहिँ माथि पुगिसक्यो, अब चाहिँ घर पनि हिँडेको। अनि भिडियो पनि अब यस्तै मात्र हो, यसो काम गर्दै बनाउँदाखेरि सबै पुरै बनाउनु त सकिँदैन, अलिअलि हल्का फुल्का मात्र बनाएको चाहिँ पुरै काम गरेको देखाउन त सकिएन। अब काम पनि गर्नु पऱ्यो, भिडियो पनि बनाउनु पऱ्यो, गर्दाखेरि अलिक बनाउन सकिएन। भिडियोलाई जे जस्तै भए पनि तपाईँहरूले हेरेर इन्जोय गरिदिनु होला। र मेरो युट्युब च्यानललाई तपाईँहरूले सब्सक्राइब, अनि भिडियोमा यसो छोटो एउटा मिठो कमेन्ट, अनि भएछ भने सेयरसम्म गरिदिनु होला भन्दै आजलाई चाहिँ यति नै भन्दै यहीँनिर अब अन्त्येष्टि गर्न चाहन्छु मेरो आजको भ्लगलाई। हेर्दै गर्नु होला, आउँदै गर्छ अरू पनि, म बनाउनु जान्छु भ्लग चाहिँ। आजलाई यति नै मात्रै त।